नमस्ते सम्पूर्ण साथीहरुमा म आज तपाईहरुको लागि बिजनेस स्ट्याटिस्टिक्स बीबीएस फर्स्ट इयरको साथीहरुको लागि मेजर अफ सेन्टर टेन्डेन्सी च्याप्टरको सम्पूर्ण नोटहरु लिएर आएको छु। त्यसैले यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। यसमा तपाईहरुलाई आवश्यक पर्ने सम्पूर्ण नोटहरु उपलब्ध गराइन्छ। सेन्टर मेजर अफ सेन्ट्रल टेन्डेन्सी यो चाहिँ एक्जाम पोइन्ट अफ भ्यूले पनि एकदम इम्पोर्टेन्ट च्याप्टर हो र हामीले यसबाट जम्मा 12 मार्क्सको एक्जाममा सोध्छ। यो भित्र हामीले मिन, मिडियन, मोड, क्वार्टाइलमा Q1, Q3, डिसाइल D1 देखि D9 सम्म र पर्सेन्टाइल P1 देखि P99 सम्म निकाल्ने छौं। साथै मिन भनेको चाहिँ दिएको डाटाहरुबाट एभरेज भ्यालु निकाल्छ मिनले चाहिँ। यसमा मिन भित्र पनि अर्थमेटिक, जियोमेट्रिक र हार्मोनिक मिन हुन्छ र यसको पनि तीन तरिका मेथड। एउटा अर्थमेटिक मिन निकाल्ने पनि तीनटा मेथड छ, जस्तै डाइरेक्ट, सर्टकट र स्टेप डेभिएसन मेथड भन्ने हुन्छ। र यो एक्सपेयर निकाल्नको लागि हामीलाई डाटाहरु दिएको हुन्छ। त्यो डाटा पनि फरक फरक प्रकृतिका हुन्छ। कुनै इन्डिभिजुअल हुन्छ, कुनै डिस्क्रिट र कुनै कन्टिन्युअस। इन्डिभिजुअलको लागि छुट्टै, डिस्क्रिटको लागि छुट्टै र कन्टिन्युअस सिरिजको लागि छुट्टै नै हामीले फर्मुलाहरु युज गर्नुपर्ने हुन्छ। जस्तै इन्डिभिजुअल सिरिजमा एक्सपायर निकाल्न समेसन x/n, डिस्क्रिटको लागि समेसन f(x/n) र कन्टिन्युअस सिरिजमा समेसन f(x/n). इन्डिभिजुअलमा चाहिँ किन समेसन x/n हुन्छ भन्दा यो यस्तो प्रकृतिको डाटामा चाहिँ जस्तै इन्डिभिजुअल सिरिज डाटाहरु कस्तो हुन्छन् भने 13, 14, 15 यसरी इन्डिभिजुअली दिएको हुन्छ डाटाहरु। त्यसबाट निकाल्दा समेसन x अर्थात डाटाहरु इन्डिभिजुअली डाटाहरुलाई जोड्ने र जति डाटाहरुको नम्बर अफ डाटा जति छ त्यसले भाग गरिदिएपछि इन्डिभिजुअल सिरिजमा एक्सपायर निस्किन्छ। डिस्क्रिटमा फ्रिक्वेन्सी दिएको हुन्छ, सेम हुन्छ डाटा तर मात्र यसमा फ्रिक्वेन्सी दिएको हुन्छ। त्यसैले समेसन f(x/n) गर्नुपर्छ। यहाँ n भनेको समेसन f भयो। र कन्टिन्युअस सिरिज भनेको चाहिँ कन्टिन्युअस क्लासहरु जस्तै 10 to 20, 20 to 50, 50 to 60 यसरी कन्टिन्युअसली डेटाहरु दिएको हुन्छ अनि त्यसलाई कन्टिन्युअस डेटा सिरिज भन्छ। र त्यसमा हामी समेसन f(x/n) गर्छौं र मिड भ्यालु पनि यहाँ क्याल्कुलेट गर्नुपर्ने हुन्छ। र सर्टकट मेथड यो त डाइरेक्ट मेथडबाट भयो। अब सर्टकट मेथडमा एज्युमिन मान्छौं हामीले एउटा मिड भ्यालु निकालिन्छ। मिड भ्यालु निकालेपछि मिड भ्यालुको बिचको भ्यालुलाई चाहिँ हामीले एज्युमिन मान्ने हो र त्यसपछि एज्युमिन मानेर यसमा एक्सपायर निकालिन्छ। इन्डिभिजुअल सिरिजको लागि प्लस समेसन d/n। समेसन d भन्नाले भनेको चाहिँ x माइनस मिड भ्यालुबाट एज्युमिनलाई घटाएपछि d निस्किन्छ। यो बुझ्नुहुन्छ तपाईहरु। र डिस्क्रिट सिरिज नाम त्यही छ, समेसन f(d/n) a प्लस समेसन f(d/n) मात्र यहाँ फ्रिक्वेन्सी एड गर्ने हो किनभने डिस्क्रिट सिरिजमा फ्रिक्वेन्सी हुन्छ तर इन्डिभिजुअलमा हुँदैन। त्यसैले यहाँ f छैन तर यता छ। र a प्लस समेसन f(d/n) कन्टिन्युअस सिरिजको लागि फेरि हेर्नुलाई यो दुईटा मेथडबाट हामीले गरे। अब स्टेप डेभिएसन मेथडबाट गर्नेछौँ। स्टेप डेभिएसन मेथडमा के हुन्छ भने यसमा DDS को युज हुन्छ। DDS भनेको चाहिँ त्यही d निकाल्दाखेरि x - a गरिन्थ्यो, त्यसलाई h भनेको क्लास इन्टरभल। जस्तै 20 to 30 मा क्लास इन्टरभल यसको बिचको कति छ त फरक, यो h भयो 10। यसले भाग गरिदिएपछि हामीले DDS निकाल्न सक्छौँ। र कन्टिन्युअस सिरिजमा a प्लस समेसन d'/n इन्टु h यो पनि धेरै सजिलो छ, तपाईहरु बुझ्नुहुन्छ। र डिस्क्रिट सिरिजमा a प्लस समेसन f(d'/n इन्टु h यहाँ फ्रिक्वेन्सी भएर f भयो। र कन्टिन्युअस सिरिजको लागि a प्लस समेसन f(d'/n इन्टु h भनेको क्लास इन्टरभल भइहाल्यो। अब यो अर्थमेटिक मिनको सक्यो। अब हामी जियोमेट्रिक मिनमा जान्छौँ। जियोमेट्रिक मिनमा पनि इन्डिभिजुअल सिरिज, डिस्क्रिट र कन्टिन्युअसको लागि छुट्टै फर्मुलाहरु हुन्छ। GM निकाल्नको लागि अर्थात जियोमेट्रिक मिन निकाल्नको लागि इन्डिभिजुअल सिरिजमा एन्टिलग इन्टु समेसन log x/n गर्ने हो। र एन्टिलग चाहिँ कसरी निस्किन्छ भन्दाखेरि यहाँ मैले लेख्दैछु, यहाँ शिफ्ट प्लस लग, तपाईहरुले क्याल्कुलेटरमा शिफ्ट प्लस लग थिच्नुस् एन्टिलग आइहाल्छ। र डिस्क्रिट सिरिज, डिस्क्रिटमा एन्टिलग समेसन f इन्टु log x/n यसमा फ्रिक्वेन्सी भएकाले समेसन f log x/n हो। यो पनि धेरै सजिलो छ क्याल्कुलेट गर्नको लागि।
र हिसाब गर्दाखेरि पनि हामी यो सबै मजाले डिटेलमा पढिहाल्छौँ। अहिले मात्र फर्मुलाहरू बुझ्नुहोस्। कन्टिन्युस सिरिजमा क्लास मिड भ्यालु नि दिएको हुन्छ र एन्टिलग इन्टु समेसन एफ इन्टु लग एक्स बाई एन हुन्छ। यो जोमेट्रिक मिनको लागि भयो। अब हार्मोनिक मिन एसएम निकाल्न चाहिँ हामीले एन बाई समेसन 1 बाई एक्स गर्ने कन्टिन्युस सिरिजमा, डिस्क्रिट सिरिजमा एन बाई समेसन 1 बाई एक्स सेम हुन्छ यो यसमा हार्मोनिक मिन निकाल्दाखेरि। र कन्टिन्युस सिरिजमा एन बाई समेसन एफ एक्स इन्टु 1 बाई एक्स र कहिलेकाहीँ वेट पनि दिएको हुन्छ हार्मोनिक मिनमा, त्यति बेला चाहिँ हामीले समेसन डब्लु बाई एक्स यो फर्मुलाको युज गर्नुपर्ने हुन्छ। यो त मात्र मिनको लागि भयो। 3टा मेथडबाट सुरुमा हामीले अर्थमेटिक मिनको गऱ्यौँ, त्यसपछि जोमेट्रिक मिनको र हार्मोनिक मिनको। अर्थमेटिक मिनमा पनि 3टा मेथडबाट गऱ्यौँ, डाइरेक्ट मेथडबाट, सर्टकट मेथड र स्टेप डेभिएसन मेथड। डाइरेक्ट मेथडमा इन्डिभिजुअलको लागि छुट्टै, डिस्क्रिटको लागि छुट्टै, कन्टिन्युसको लागि छुट्टै, सर्टकटमा पनि त्यही छुट्टा गरियो र स्टेप डेभिएसन मेथडमा पनि छुट्टै र जोमेट्रिक मिनमा पनि त्यसै गरी छुट्टै गरी। यो तपाईँहरूले मजाले हेर्नु होला। यो फर्मुलाहरू अगाडि हिसाबहरू बनाउँदाखेरि सबै युज हुन्छ। मिनको लागि इम्पोर्टेन्ट फर्मुला भनेको यति हो। अब मिडियनलाई चाहिँ एमडीले डिनोट गरिन्छ हिसाब बनाउँदाखेरि। यसमा इन्डिभिजुअल सिरिज र डिस्क्रिट सिरिजको हिसाबहरू बनाउँदाखेरि चाहिँ पोजिसन अफ मिडियन सुरुमा निकालिन्छ। त्यसको लागि चाहिँ हामीले n+1/2 टीएस आइटम गर्नुपर्छ। इन्डिभिजुअल डिस्क्रिट सिरिजमा मिडियन पोजिसन निकाल्नको लागि चाहिँ। र यहाँ के बुझ्नुहोस् भने डाटा मस्ट बी एरेन्ज इन एसेन्डिङ अर डिसेन्डिङ, कि ठुलोबाट सानो कि सानोबाट ठुलोमा चाहिँ हामीले डेटाहरूलाई एरेन्ज गरेर राख्नुपर्ने हुन्छ मिडियन निकाल्दाखेरि। र बिचको जुन यसले पनि बिचकोलाई मिनले त्यसले पनि बिचको भ्यालुलाई नै जनाउँछ। हामीले मिडियन निकाल्दाखेरि पनि जस्तै मिन निकाल्दा चाहिँ एभरेज भ्यालु क्यालकुलेट गरिन्छ भने मिडियनले चाहिँ बिचको निकाल्छ। त्यसैले यसमा चाहिँ एसेन्डिङ या डिसेन्डिङ अर्डरमा डाटाहरू एरेन्ज गर्नुपर्ने हुन्छ। र कन्टिन्युस सिरिजमा हामीले 2टा स्टेप फलो गर्नुपर्छ। फर्स्ट स्टेपमा भनेको मिडियम क्लास निकाल्ने n/2 टीएस आइटम गरेर, यसमा चाहिँ माथि n+1/2 टीएस आइटम हुन्थ्यो नि, यहाँ तल चाहिँ कन्टिन्युस सिरिजमा n/2 टीएस आइटम मात्रै गर्ने हो। र सेकेन्ड स्टेपमा भनेको फर्मुलाको युज गर्ने, एमडी मिडियन बराबर l+n/2 - cf/f इन्टु एच, वेयर एल भनेको लोवर क्लास। जस्तै 20 क्लास मिडियन पर्ने क्लास कुन छ त्यो निस्किसकेपछि 20/सपोज 20 to 30 छ भने 20 to 30 मा लोवर क्लास कुन छ त, लोवर भ्यालु 20 एल भयो। र एन त हामीले दिएको हुन्छ, यहाँबाट एन क्यालकुलेट गरिहालिन्छ। सिएफ भनेको क्युमुलेटिभ फ्रिक्वेन्सी हुन्छ। क्युमुलेटिभ फ्रिक्वेन्सी मिडियम क्लास जुन मिडियम पर्छ त्योभन्दा माथिल्लोलाई सिएफ निकाल्नुपर्छ हामीले। र यहाँ फ्रिक्वेन्सी जुन एमडी क्लास जुनमा छ त्यसको सिधाको फ्रिक्वेन्सी लेख्ने र एच क्लास साइज निकाल्ने हो। 3 मा पार्टिसिपेसन भ्यालु क्वार्टाइल, डिसाइल, पर्सेन्टाइल र क्वार्टाइल, डिसाइल, पर्सेन्टाइल र मिडियन निकाल्दाखेरि चाहिँ हामीले जहिले नै क्युमुलेटिभ फ्रिक्वेन्सी सिएफ निकाल्नु नै पर्ने हुन्छ, त्यो ख्याल गर्नुहोस्। ओके साथीहरू, क्वार्टाइल निकाल्नको लागि चाहिँ हामीले Q1 र Q3 निकाल्नुपर्ने हुन्छ। क्वार्टाइल भन्नाले चाहिँ क्वार्टाइल जस्तै Q1ले चाहिँ 25%, क्वार्टाइल Q4सम्मले चाहिँ 100% जनाउँछ र Q1ले 25 र Q2ले 50 र Q3ले 75 र Q4ले चाहिँ 100 हो। तर हामीले क्वार्टाइलमा चाहिँ Q3सम्म निकाल्नुपर्ने हुन्छ। र यसरी Q1 अर्थात् यसलाई चाहिँ लोवर क्वार्टाइल पनि हुन्छ। र यो निकाल्ने पनि इन्डिभिजुअल डिस्क्रिट सिरिजमा छुट्टिएर कन्टिन्युस सिरिजमा छुट्टै हुन्छ। यो क्वार्टाइल निकाल्दाखेरि पनि हामीले डेटालाई कि एसेन्डिङ कि डिसेन्डिङ अर्डरमा एरेन्ज गर्नुपर्ने हुन्छ।
सो इन्डिभिजुअल र डिस्क्रिट सिरिजको लागि चाहिँ Q1 फर्स्ट अफ अल त यो कुन क्लासमा पर्छ त्यो निकाल्नुपर्छ। n+1/40 आइटम गर्ने इन्डिभिजुअल डिस्क्रिट सिरिज डेटाहरू दिएको छ भने र कन्टिन्युस सिरिजमा चाहिँ Q1 क्लास निकाल्नको लागि n/40 आइटम र कन्टिन्युस सिरिजमा सेकेन्ड स्टेपमा हामीले फर्मुलाको युज गर्छौँ र l + n/4 - cf/f * h। यसमा मिडियम के जस्तो हुन्छ तर बस n/4 मिडियनमा n/2 गरिन्थ्यो भने यसमा चाहिँ n/4 गर्नुपर्छ हामीले, किनभने यसले 4 भागमा बाँड्छ भन्ने बुझिन्छ क्वार्टरली चाहिँ त्यसैले। र यो लोअर क्वार्टाइलको लागि हो। अप्पर क्वार्टाइल अर्थात् Q3 को लागि Q3 निकाल्नको लागि हामी 3 × n+1/40 आइटम माथिको जस्तो बस इन्डिभिजुअल र डिस्क्रिट सिरिजमा चाहिँ हामीले 3 ले मल्टिप्लाई गरिदिने अगाडिबाट र कन्टिन्युस सिरिजमा पनि सेम नै हुन्छ, मात्रै अगाडि 3 राख्ने र 3n/40 आइटम। सेकेन्ड स्टेपमा हामीको Q3 को फर्मुला l + 3n/4 - cf/f * h। र यति गरिसकेपछि हामीले क्वार्टाइल पनि सकिन्छ। क्वार्टाइल पछि डिसाइल पनि त्यति अप्ठ्यारो छैन, डिसाइल झन् सजिलो हो। डिसाइल यो मिडियन, क्वार्टाइल, पर्सेन्टाइल सेम हुन्छ। त्यही डिसाइलमा 10 सम्ममा जुन आउँछ त्यही अगाडि त्यसैले मल्टिप्लाई गर्नुपर्छ भने Q3 मा 3 ले भयो र पर्सेन्टाइलमा पनि 100 सम्ममा जुन आउँछ त्यसैले हामीले मल्टिप्लाई गर्नुपर्ने हुन्छ अगाडि। जस्तै DK को 10 सम्ममा जुन आउँछ त्यसले चाहिँ अगाडिको लागि मल्टिप्लाई गर्ने n+1/10 आइटम माथि 4 ले गरेको थियो भने डिसाइलमा चाहिँ हामीले तलबाट 10 ले डिभाइड गर्नुपर्छ। यो इन्डिभिजुअल र डिस्क्रिट सिरिजको लागि भयो। कन्टिन्युस सिरिजमा भने बिल्कुल फरक हुन्छ। यसमा DK क्लास निकाल्नको लागि हामीले Kn अर्थात् D10 सम्ममा पर्ने जस्तै D9, D7, D6/n/10 आइटम गर्ने। त्यसै सेकेन्ड स्टेपमा DK प्लस बराबर l + Kn/10 - cf/h। यो पनि सजिलो छ, तपाईँहरूले मजाले गर्न सकिहाल्नुहुन्छ यो पनि। र अर्को रहेको छ पर्सेन्टाइलमा चाहिँ हामीले P1 देखि P99 सम्ममा क्यालकुलेट गर्नुपर्ने हुन्छ। र इन्डिभिजुअल डिस्क्रिट सिरिजमा यसमा पनि अरू डिसाइल, क्वार्टाइल र मिडियन के जस्तो इन्डिभिजुअल डिस्क्रिट सिरिजमा n+1/100 गर्नुपर्छ र अगाडि जति दिएको छ त्यसले नै मल्टिप्लाई गरिदिने हो। र कन्टिन्युस सिरिजको लागि फर्स्ट स्टेपमा PK क्लास निकाल्दाखेरि कति दिएको हुन्छ कि 1 देखि 100 सम्म जति दिएको छ त्यसले n-लाई मल्टिप्लाई गर्ने बाई 100 आइटम। सेकेन्ड स्टेपमा l + Kn/100 - cf/फ्रिक्वेन्सी * h। यति गरिसकेपछि पर्सेन्टाइलको पनि सकिन्छ। र मोड अर्थात् यामो निकाल्नु भनेको चाहिँ इन्डिभिजुअल सिरिजमा चाहिँ हामीले अर्थात् मोड निकाल्दाखेरि चाहिँ सबैभन्दा मोस्ट रिपिटेड भ्यालु जुन छ त्यही नै इन्डिभिजुअल सिरिजमा मोड हुन्छ। यो हिसाब गर्दाखेरि पनि हामी डिटेलमा यसलाई बुझ्ने नै छौँ, मात्र अहिले यति बुझ्नुहोस् सबैभन्दा मोस्ट रिपिटेड भ्यालु जुन छ दिएको डाटामा त्यही नै मोड हुन्छ। र डिस्क्रिट सिरिजमा चाहिँ जुन फ्रिक्वेन्सी सबभन्दा बढी छ त्यही नै मोड हो। र कन्टिन्युस सिरिजको लागि भने हामीले मोडल क्लास निकाल्नुपर्छ र मोडल क्लास निकालेपछि मोडल क्लास चाहिँ कुन हुन्छ भन्दा सबैभन्दा जुनमा फ्रिक्वेन्सी हाइएस्ट छ, जुन क्लासमा सबैभन्दा बढी हाइएस्ट फ्रिक्वेन्सी छ त्यही नै मोडल क्लास हुन्छ। र सेकेन्ड स्टेपमा यो फर्मुला या यो l + cf1/2f1 - cf0 - cf2 * h l + Δ1/Δ1 + Δ2 * h गरेर निकाल्न सकिन्छ। र Δ1 र Δ2
यसले लोवर भ्यालु अफ मोडल क्लासलाई जनाउँछ। F1ले हाइएस्ट फ्रिक्वेन्सी, F0 फ्रिक्वेन्सीको माथिल्लो जुन मोडल क्लासको फ्रिक्वेन्सीको माथिल्लो फ्रिक्वेन्सी हो र F2 भनेको मोडल क्लासको फ्रिक्वेन्सीको तलको ठिक्क तलको फ्रिक्वेन्सीलाई जनाउँछ। यसले क्लास साइज र डेल्टा 1ले भनेको F1 माइनस F0 अर्थात् हाइएस्ट फ्रिक्वेन्सीबाट हामीले फ्रिक्वेन्सी बिफोर F1 माथिल्लो फ्रिक्वेन्सीलाई घटाउनु पर्ने हुन्छ। डेल्टा 2मा F1 माइनस F2 अर्थात् हाइएस्ट फ्रिक्वेन्सीबाट F2 आफ्टर फ्रिक्वेन्सी हाइएस्ट फ्रिक्वेन्सी आफ्टर फ्रिक्वेन्सीलाई घटाउनुपर्छ। यसमा इम्पोर्टेन्ट नोटहरू छुटेका नोटहरू यो त फर्मुलाहरू भयो सबै मिन मिडियन क्वार्टाइल डिसाइल पर्सेन्टाइल पार्टिसिपेसनमा भयो तिनीहरू र मोडको फर्मुला यति नै हो। यतिबाट नै हामीले सम्पूर्ण हिसाबहरू गर्छौँ र त्यहाँबाट छुटपुट भएका केही नोटहरू मैले यहाँ लेखिदिएको छु जुन चाहिँ हिसाब बनाउँदाखेरि हामीलाई जान्नुपर्ने हुन्छ। एभरेज कलेक्सन सुइटेबल एभरेज अनि क्यालकुलेसन एप्रोप्रिएट मेजर अफ सेन्टर टेन्डेन्सी भनेर चाहिँ हामीले कि मिडियन क्यालकुलेट गर्नुपर्ने हुन्छ र ओपन क्लास दिएको छ भने मिडियन र क्लोजिङ क्लास दिएको छ भने चाहिँ मिन निकाल्नुपर्छ। ओपन क्लास भनेको कस्तो भन्दाखेरि डेटा दिएको डेटाहरूको चाहिँ क्लास ओपनिङ छ जस्तै लाग्यो भने चाहिँ त्यसमा मिडियन निकाल्नुपर्छ। जस्तै खास इन्डियन नभएको जस्तै अप टु सुरु हुँदाखेरि अप टु 10 to 20 30 to 40 र अन्तिममा पनि एबभ 100 त्यसरी दिएको छ भने चाहिँ त्यो चाहिँ ओपन इन क्लास हो। त्यसको चाहिँ इन्डिङ हुँदैन र क्लोज इन क्लास भनेको चाहिँ 10 to 20 20 30 30 to 40 यसरी सुरुको र अन्तिमको दुइटैको क्लास चाहिँ इन्डिङ गरेर दिएको छ भने क्लोज गरेर दिएको छ भने हामीले त्यसमा मिन निकाल्नु पर्ने हुन्छ। र यदि मिडियन निकाल्दाखेरि चाहिँ क्लास इन्क्लुसिभमा छ भने एक्सक्लुसिभमा बनाउनु। यो इन्क्लुसिभ र एक्सक्लुसिभको बारेमा म तपाईँहरूलाई हिसाब बनाउँदा नि सबै डिटेलमा भनिने छु। अहिले बस यति मात्र बुझ्नुहोस्। इन्क्लुसिभमा छ भने चाहिँ एक्सक्लुसिभ बनाउनु पर्ने हुन्छ हामीले। र मोड निकाल्ने अगाडिको फर्मुला त छँदैछ, साथै मिडियन र मिन दिएको छ भने हामीले 3 मिडियन माइनस 2 मिन गरेर निकाल्न सक्छौँ। र अर्थमेटिक मिन चाहिँ जियोमेट्रिक मिन भन्दा जहिले पनि ग्रेटर हुन्छ निकाल्दाखेरि हामीले त्यो पनि ख्याल गर्नुपर्छ। र जियोमेट्रिक मिन चाहिँ हार्मोनिक मिन भन्दा जहिले पनि बढी आएको हुन्छ। यदि आएन भने त्यो हिसाब मिलेको हुँदैन। र क्वान्टिटेटिभ एभरेज निकाल्नु भनेको छ भने मिन निकाल्ने हो र क्वालिटेटिभ एभरेज सोधेको छ भने मिडियन निकाल्नुपर्छ। जस्तै क्वालिटेटिभ एभरेजमा चाहिँ नलेज इन्टेलिजेन्ट ब्युटी चाहिँ नै हुनसक्छ। र कम्बाइन मिन भनेको 2 या मिन अप टु अर मोर ग्रुप टेकिङ टुगेदर दुईवटा मिनहरूलाई चाहिँ सँगै राखेर निकाल्नेलाई चाहिँ कम्बाइन मिन भन्छ। यसमा चाहिँ हामीले यसको छुट्टै फर्मुला पनि छ, त्यसको युज गर्छौँ। जस्तै यता लेखेको छु मैले x/1 बराबर x/1 इन्टु n1 प्लस x/2 इन्टु n2 बाई n1 प्लस n2 र x/1 to 3 यो चाहिँ तिनीहरू यो दुईवटा ग्रुपको लागि भयो। यो तिनवटा ग्रुपको लागि तिनवटा ग्रुपको x/1 सँगै दिएको अवस्थामा चाहिँ हामीले x/1 इन्टु n1 प्लस x/2 इन्टु n2 प्लस x/3 इन्टु n3 बाई n1 प्लस n2 प्लस n3 युज गरेर सजिलैसँग कम्बाइन मिन पनि निकाल्न सक्छौँ।